नमस्ते, सन्चै हुनुहुन्छ? भिजाको झमेला लगभग सल्टेको जस्तो देखिया छ हिजोदेखि नेपाली पासपोर्टको युएई को लागि दुबईको भिजा। विशेष गरेर हिजो पनि मैले भिडियो बनाएको छु, कन्फ्युजन नहोस्। जुन नयाँ मापदण्ड अर्थात् नयाँ भिजाको पोलिसी, भिजिट भिजाको है, विशेष गरेर नयाँ भिजिट भिजाको पोलिसी युएले जुन निकालेको छ, 4 प्रकारको भिजिट भिजाहरू र त्यसको लागि रिक्वायरमेन्ट के चाहिने कस्तो चाहिने त्यसको बारेमा मैले धेरै भिडियोहरू बनाइसकेको छु। हेर्नु होला तपाईहरुले। फेरि पहिलाको भिडियोमा भनेको कन्टेन्ट फेरि भन्दाखेरि फेरि सेम अडियन्सलाई राम्रो लाग्दैन, झ्याउ लाग्छ। तर फेरि नयाँ अडियन्सलाई चाहिँ फेरि एउटै भिडियोमा चाहिँ सबै थोक चाहिरा हुन्छ। तपाईहरुले आफूलाई चाहियो भने अलिकति खोज्ने पनि बानी गर्नु होला। आफूलाई जे आवश्यक छ त्यो खोज्दाखेरि पाइन्छ पक्कै पनि। अहिलेलाई चाहिँ के हो भने हिजोदेखि ठ्याक्कै भएको चाहिँ 13 नोभेम्बर 2025 देखि चाहिँ नेपाली पासपोर्टको लागि नयाँ मापदण्ड, नयाँ रुल, नयाँ पोलिसी जुन छ भिजिट भिजा, त्यसका आधारमा नेपालबाट पनि नेपालीले चाहिँ भिजिटमा आउन मिल्ने भएको छ। तर यसको पुरै स्पष्ट के हो त, कसो हो कि जस्तै पहिला चाहिँ भिजिटमा नेपालबाट आएपछि यहाँ आएर जब पायो भने भिजा स्ट्याटस चेन्ज भएर इम्प्लोइमेन्टमा जान सक्थ्यो, मिल्थ्यो, जहिले पनि त्यस्तो थियो। तर अब चाहिँ के हुन्छ भन्ने कुरा अहिले पनि अन्यलमा छ। तपाई भिजिटकै लागि आउँदै हुनुहुन्छ, घुम्नका लागि आउँदै हुनुहुन्छ, अर्थात् घुम्नकै लागि कसैले ल्याउँदै हुनुहुन्छ भने नेपालबाट चाहिँ आउन मिल्छ अहिलेलाई भिजिट भिजामा है। तर डिटेलमा आउन बाँकी छ। सकेसम्म चाँडोभन्दा चाँडो सोमबार यसको बारेमा पनि सबै डिटेल आउन सक्छ, स्पष्ट हुन सक्छ भिजासँग सम्बन्धित। च्यानलमा नयाँ हुनुहुन्छ भने पक्कै पनि च्यानललाई सब्स्क्राइब गरेर भिडियोलाई लाइक र शेयर गरेर सपोर्ट गर्न सक्नुहुन्छ। दुबईको घुम्ने ठाउँ, दुबईको अपडेट पोलिसीहरू, फाइनहरूको बारेमा र भिजा, जब, यहाँको ड्राइभिङ लाइसेन्स, यहाँ भेहिकल किनबेचसँग सम्बन्धित, युएई को अनि शेयर मार्केटसँग सम्बन्धित बेसिक इन्फर्मेसन र बिजनेस सेटअपसँग सम्बन्धित सूचनाहरू प्राप्त गर्नको लागि तपाईलाई चाहिँ धेरै सहायता हुनेछ। धेरै इन्फर्मेसनहरू, तपाईलाई आवश्यक पर्ने सूचनाहरू समयमा प्राप्त गर्न सक्नुहुनेछ यदि तपाईले च्यानल सब्स्क्राइब गर्नुभयो भने है त। यस्तै भिडियो हेर्नको लागि धैर्य धारण गरिदिनु होला, अपडेट हेर्नु होला। डेली भिडियोहरू मैले अपलोड गरिरहेकै छु। हस्त, नमस्ते।